Bill Gates, the co-founder of Microsoft company. Mark Zuckerberg, the co-founder of Facebook. Vinod Chaudhary, the founder of Chaudhary Groups. Richard Branson, the co-founder of Virgin Group. के तपाईलाई थाहा छ यिनीहरुमा यस्तो के कमन कुरा छ? तपाईले सोच्नुभयो होला यिनीहरु भनेको अहिलेको दुनियाँका सबैभन्दा रिचेस्ट मान्छेहरु मध्ये एक हुन् र यिनीहरुले अहिलेको प्रेजेन्ट वर्ल्डमा But ultimately, I decided I had to give it a shot. I didn't think I'd regret. तर यति मात्र हैन, यी सबैमा एउटा अर्को पनि कमन कुरा छ। यिनीहरु भनेका त्यस्ता मान्छे हुन् जसले एउटा यस्तो ट्र्यापबाट आफूलाई सक्सेसफुली निकाल्न पाए जुन आजको प्रत्येक मान्छेले आफूलाई प्राउडली हालिरहेको छ। Or start something or whatever it may be. I'm not going to put my children into a system that doesn't understand the gifts and abilities they have just because they don't fit on the conveyor belt. US, there are more than 5 lakh people who don't send their children to school. Ironically, mostly all teachers. Because they know how screwed up the system is. अर्कोतर्फ तिनीहरू जसले स्कुल या कलेजमा आफ्नो 90% अफ अटेन्डेन्सलाई पुरा गरिरहेछन्, टिचरले दिएको असाइनमेन्टलाई टाइममा गरिरहेछन्, जुन एउटै किताब हुन्छ रेगुलर त्यसलाई रिभिजन गरिरहेछन् र स्कुलमा बनाएको नियम कानुन जस्ता रुल्सहरूलाई रेगुलर फलो गरिरहेछन्। एउटै भरोसामा जब म यो कलेज छोडेर जान्छु तब मसँग एउटा ग्रेजुएसन गरेको डिग्री हुनेछ र मैले आफ्नो प्यारेन्ट्सका लागि एउटा घर किन्नेछु, एउटा महँगो गाडी किन्नेछु, मैले बिहे गर्नेछु र आफ्नो छोराछोरीलाई एउटा राम्रो स्कुलमा हाल्नेछु। बट इट्स नट द रियालिटी। दैनिक 2000 भन्दा बढीको संख्यामा नेपाली युवाहरू रोजगारीको लागि विभिन्न देश प्रस्थान गरिरहेका छन्। प्रत्येक वर्ष 7 लाखका दरले विदेशमा बेचिरहेका छन्। यसको अन्त्य गर्नुपर्छ भनेर उद्योग सुरु भएको छ। वर्ष हुन्छ 1806। नेपोलियन र प्रसियन आर्मी बीच एउटा लडाईँ हुन्छ जसमा नेपोलियन आर्मीसँग कम आर्मी हुँदा पनि उनीहरूले प्रसियन आर्मीसँग जित्छन् र त्यहाँका प्रसियाका लिडर्सहरूले धेरै नै सोच्छन् र कन्फ्युज हुन्छन्, हामीसँग यति ठुलो आर्मी र यति बलियो आर्मी हुँदा पनि हामी किन हार्यौँ भनेर। त्यसपछि प्रसियन लिडर्सहरूले धेरै नै मिहिनेत गरेर यसको कजेसहरू खोज्छन् र तिनीहरूले एउटा यस्तो सकिङ कुराहरू थाहा पाउँछन् किनभने प्रसियन आर्मीहरूको जति पनि लिडर्सहरू थिए आर्मीले मानेकै थिएनन्, उनीहरूले आफ्नै वेमा काम गरिरहेका थिए। र अर्को ठाउँमा जुन नेपोलियन आर्मी थियो तिनीहरूले आफ्नो लिडर्सहरूले भनेको सबै कुरा मानिरहेको थिए र यसको सट्टामा प्रसियन आर्मीहरूले आफ्नो आधा टेरिटरी नेपोलियन आर्मीलाई दिनुपर्छ र एउटा जुन पिस एग्रिमेन्टलाई साइन गर्नुपर्छ र प्रसियन आर्मीहरू यसबाट धेरै नै निराश हुन्छन् र अब यिनीहरूले यस्तो कहिल्यै पनि अर्कोचोटि नहोस् भनेर एउटा सिस्टमलाई बनाउनको लागि रेडी हुन्छन् र त्यो सिस्टम के होला? एजुकेसन सिस्टम, जसमा 5 देखि 13 वर्षसम्म एजुकेसन कम्पलसरी गरिदिएको थियो र यिनीहरूलाई 8 वर्षको ग्यापमा यति मात्र कुरा पढाइन्थ्यो कि यिनीहरूले जुन प्रसियन लिडर्सहरू हुन्छन् तिनीहरूको रुल्सहरू मात्र मान्ने र तिनीहरूको जति पनि चोइसेस डिसिजन हुन्छ मान्ने गरेर पढाइन्छ तिनीहरूले र प्रसियन लिडर्सहरू यसमा सक्सेसफुल पनि हुन्छ र त्यतिखेर अर्को पनि एउटा कुरा बुम गरिरहेको थियो। के होला त्यो कुरा? इन्डस्ट्रियल रिभोल्युसन। यतिखेर मान्छेहरूले आफ्नो गाउँमा नर्मल काम गरिरहेको, आफ्नो सानसाना दोकानहरू जुन किसानीको खेतीहरू हुन्छन् यस्ताबाट नर्मल काम गरिरहेका हुन्छन्। तर इन्डस्ट्रियल रिभोल्युसन आइसकेपछि मसिनहरूले मान्छेले गर्ने एक दिनको कामलाई एकै मिनेटमा गर्न थाल्यो र इन्डस्ट्रियल रिभोल्युसनमा काम गर्नको लागि फ्याक्ट्री वर्कर्सहरू चाहिन्थ्यो। त्यतिखेर वर्कर्सहरूलाई फाइन्ड गर्नको लागि धेरै नै गाह्रो थियो। त्यही भएर एउटा यस्तो सिस्टम बनाइयो जसमा तपाईँले सानैदेखि एउटा ठुलोसम्म बस एउटै कुरामा पढाइन्छ तब गएर तपाईँ एउटा ओबिडियन्ट फ्याक्ट्री वर्कर बन्न सक्नुहुन्छ। तपाईँलाई एउटा यस्तो सिस्टममा मात्र बाँधेर राख्यो जसमा तपाईँसँग पैसा अर्न गर्ने एउटै मात्र सोर्सेस होस्, तपाईँ एउटा ओबिडियन्ट फ्याक्ट्री वर्कर होस्, तपाईँले आफ्नो लाइफमा अरू केही गर्न नसकोस्। हामीले हेर्ने जति पनि बिलिनियर तथा मिलियनियर छ यिनीहरूले यो ट्र्यापबाट धेरै पहिला नै निस्किसकेका हुन्छन्। तर तपाईँलाई अब एउटा क्वेसन आएको होला, तैँले के भनिरहेछस्? हाम्रो बाबा मम्मीहरूको टाइममा त जब गर्ने मान्छेको अहिले स्टेबल करियर छ। हो, त्यतिखेर के थियो भनेपछि हाम्रो बाबा मम्मीहरूको समयमा, हाम्रो प्यारेन्ट्सको समयमा त्यतिखेर पढे लेखेका मान्छे धेरै थिएन। जति अलिअलि पढ्ने लेखेका मान्छेले पनि जसोतसो गरेर नोकरी पाइहाल्थे। तर अहिले टाइम फेरिसकेको छ। 10 जना मान्छेहरूमध्ये पनि 5 जना डिग्री होल्डर छन्
र अहिले क्वान्टिटी अफ वर्कर्स धेरै भइसकेको छ र सप्लाई गर्नेवाला जुन कम्पनी हुन्छन् जसले तपाईँलाई जब प्रोभाइड गर्छ तिनीहरूको एकदमै लिमिटेड मात्र अमाउन्टमा मात्र छ। त्यही भएर अहिलेका युवाहरू बाध्यताले भए पनि विदेश किन बाध्य भएका छन्। कोही इन्डिया गएका छन्, कोही विदेश गएका छन्, कोही साउदी कतार यस्ता कन्ट्रीहरूमा आफ्नो जुन वर्किङ भिसामा त्यस्तोमा गएर आफूले नचाहेर पनि पढेको लेखेको हुँदा पनि उनीहरूले बाहिर गएर काम गर्नु परेको छ। एउटा पत्रकारले सोध्नुहुन्छ अब तपाईँले युनिभर्सिटीबाट आफ्नो पढाइ पुरा गर्न सक्नु अब तपाईँले के गर्नुहुन्छ भनेर सोद्धा त्यहाँका 95% भन्दा बढी मान्छेहरूले अब विदेशै जाने हो, विदेशमै गएर पढ्ने हो र उतै नोकरी गर्ने हो या नेपालमा बसेर केही कामै छैन भन्ने जस्ता कुरा गरे। अनि विदेशतिर बाहिरतिर पनि ट्राई गर्छु। यहाँ केही भएन भने बाहिरतिर ट्राई बाहिर एक्सपिरियन्स बेसमा हेर्दाखेरि त फरेनकै लागि नै हो। फरेनै जाने हो। फ्युचर प्लान त विदेशै भएर। अब मैले यति सबै कजेसहरू भनिसकेँ, यति सबै तपाईँलाई कारणहरू भनिसकेँ। अब यसको सल्युसन पनि त होला, अवश्य यसको सल्युसन पनि छ। तपाईँले अब एउटा ओबिडियन्ट वर्कर मात्र बन्ने होइन कि अबको टाइम भनेको एआईको टाइम छ र तपाईँले आफ्नो स्किललाई बढी फोकस गर्नुपर्छ। अहिलेको टाइममा यदि तपाईँले स्किललाई फोकस गर्नु भएन भने तपाईँ भनेको अहिले सबैभन्दा घोचु मतलब तपाईँसँग अपर्च्युनिटी छ। अब तपाईँले केही एक्सक्युजेसै दिन सक्नुहुन्न। यदि तपाईँसँग एउटा मोबाइल छ र फ्री वाइफाई छ भने तपाईँले घर बसी बसी अन पनि गर्न सक्नुहुन्छ पैसा। अहिलेको समयमा सोसल मिडिया एकदमै हाई तरिकाले बुम गरिरहेको छन्। तपाईँले हेर्नुभयो होला धेरै यस्ता मान्छेहरूले अहिले घरै बसेर भिडियो बनाएर यताउति गरेर तिनीहरूले पैसा कमाइरहेका छन्। यो अपर्च्युनिटी मात्र होइन, यसरी तपाईँको कम्युनिकेसन स्किललाई रियली डेभलप गर्छ। तपाईँले जुन आफ्नो केही कुरालाई यदि थट गर्नु छ भने त्यसलाई इजिली एक्सप्रेस गर्ने तपाईँको ह्याबिट र तपाईँले सुइटेबल इन्भाइरोमेन्ट बनाइदिन्छ। यदि तपाईँले पहिल्यैबाट आफ्नो जुन थट्सहरू हुन्छन्, इच्छाहरू हुन्छन् र तपाईँको प्यासनलाई यदि फलो गर्नुहुन्छ भने तपाईँले कुनै पनि कामले रिप्लेसै गर्न सक्दैन। अहिले तपाईँले हेर्नुभयो होला अहिले वर्ल्डमा धेरै मान्छेहरूको नोकरी एआईले रिप्लेस गरिसकेको छ र अनि मान्छेहरूले अहिले के सोच्छन् भने सरकारी नोकरी भयो भने लाइफ टाइमभरि पैसा आइरहेको छ र हाम्रो स्टेबल करियर हो, त्यही भएर मान्छेले बढी जस्तो जबलाई प्रिफर गर्छन् अहिले सबैभन्दा। र अर्को ट्र्याप, तपाईँले सानैदेखिबाट यदि कसैले बाबु तिमी ठुलो भएपछि के भन्छौ भनेपछि तपाईँसँग जम्मा 4वटा मात्र अप्सन मैले थाहा पाएको र तपाईँलाई एउटा अर्को ट्र्याप जसमा तपाईँले सानैदेखिबाट सोधेको हुन्छ कि बाबु त ठुलो भएपछि के भन्छस् भनेपछि तपाईँले अप्सनमा के हेर्नुहुन्छ डक्टर, पाइलट, इन्जिनियर, टिचर, योभन्दा अरू तपाईँलाई केही थाहा नै छैन। किनभने यो बनाएकै यही ट्र्याकका लागि थियो कि तपाईँले यसैमा मात्र सिस्टममा अड्काएर राखियोस्। तर यदि हामीले हेर्ने हो भने विश्वको रिचेस्ट मान्छेहरूमध्ये यदि हामीले हेर्ने हो भने वर्ल्डको जुन 10% अफ रिचेस्ट मान्छेहरू छन् जसमा बिलिनियर, मिलिनियर र अहिलेको समयमा इलोन मस्क जुन चाहिँ अब ट्रिलिनियर बन्न गइरहेका छन्, तिनीहरूलाई यदि हेर्ने हो भने तिनीहरूले धेरै यस्ता मान्छेहरू एजुकेसन फुलफिल गरेकै हुँदैन। उनीहरूले कलेज ड्रप आउट त कतिले त पढाइ नै गरेका हुन् उनीहरूले तर यति सबै कुरा बुझ्दा त एजुकेसन लिएको मान्छेले मात्र एजुकेसन मात्र लिएको मान्छेले अवसर पाउँदो रहेछ यस्तो कुरो। तर यति सबै हेर्दा त हामीलाई सानैदेखि यस्तो सिस्टममा बाँधिएको थियो जसमा हामीले अरू केही अप्सनै थिएन। हाम्रो बाबा आमाले हामीलाई जबरजस्ती स्कुल पठाउनुहुन्थ्यो। हामीलाई कहिले पनि हाम्रो बाबु तेरो प्यासन के छ भनेर कहिले पनि सोध्नु भएन। तर अहिलेको टाइममा तपाईँसँग यो अवसर छ। तपाईँले टिचरले केही कुरालाई पनि यदि बाबु डिसिप्लिन गर र यदि तैँले हामीले भनेको मान्नुपर्छ भनेपछि तिमीले क्वेसन सोध्ने क्षमता हुनुपर्छ। यो राइट छ कि रङ छ भनेर अहिलेको समयमा तिमीले क्वेसन गर्ने अधिकार छ र एजुकेसनको मात्र भरमा बसेर हुँदैन। अहिले अहिलेको समय भनेको हामीसँग धेरै नै टाइम छ जसमा हामीले नयाँ नयाँ स्किलहरू सिक्न सक्छौँ। कम्युनिकेसन स्किल सबैभन्दा मेन स्किल। तपाईँले एआई आओस् जे आओस् तपाईँको सधैँभरि काम लाग्ने भनेको कम्युनिकेसन स्किल हो। तपाईँले हेर्नुभयो होला जति पनि पोलिटिसियन छन्, टिचर्सहरू छन्, तिनीहरूको कम्युनिकेसन स्किल राम्रो हुन्छ। तपाईँलाई तिनीहरूले केही कुरा पनि यदि राम्ररी बुझाउन सक्छन् भने तपाईँ इजिली तिनीहरूसँग मोटिभेटेड हुनुहुन्छ र तपाईँले फ्रिली तिनीहरूको कुरा बुझेर तिनीहरूको खुलासामा हुनुहुन्छ। अहिलेको टाइममा यदि हामीले केही गर्न सकेनौँ भने बिस्तारै बिस्तारै हामी च्यापिँदै जान्छौँ। त्यही भएर हामीले एजुकेसनमा मात्र भरमा बसेर हुँदैन।
हामीले बाहिरी काम पनि गर्नुपर्छ, हामीले बोल्न जानेको हुनुपर्छ। हामीले अहिले प्रम्प्ट इन्जिनियरिङ एआईको हुन्छ नि, अनि एआईबाट अटोमेसन काम गराउने छ, यताउति गराउने छ। र तपाईँलाई यदि अरू पनि यस्तै टाइपका डकुमेन्ट्री भिडियोहरू चाहिन्छ भने हाम्रो च्यानल लाइक, सब्सक्राइब र कसैलाई यदि तपाईँको यस्तै साथी छ जसले एजुकेसन नै एउटा त्यति मात्र सिस्टम हो जसले तपाईँको फ्युचरलाई डिसाइड गर्छ भनेपछि यो भिडियो प्लिज सेयर गर्नुहोला।